अब म माननीय सदस्य खगेन्द्र सुनारलाई समय दिन्छु। समय 5 मिनेट। सम्माननीय सभामुख महोदय, हाम्रो सम्मानित पार्टी सभापति रवि लामिछानेज्यूले भनेको जस्तो सबैले देखिएका मुद्दाहरू बोल्नुभयो। आज केही छेकिएका मुद्दाहरूबारे बोल्नुपर्ने भएको हुनाले मलाई दिएको समयमा यति नै समय थप गरेर थप क्षतिपूर्ति सहितको समय दिनुहुनेछ भन्ने कुरा म अपिल गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, सर्वप्रथम यहाँलाई यो गरिमामय संसदको सभामुख जस्तो पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा म हृदयदेखि नै धेरै धेरै शुभकामना टक्राउन चाहन्छु। यहाँको उपस्थितिले सार्वभौम सत्ता सम्पन्न संसदको गरिमा थप उच्च हुनेछ भन्ने कुरा विश्वास व्यक्त गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, आजभन्दा झन्डै 7 वर्ष पहिला 2077 जेठको 10 गते रुकुमको सोतीमा नवराज विश्वकर्मा सहित 6 जना युवाहरूको हत्या भयो। अन्तर्जातको प्रेम सम्बन्ध र त्यसपछिको विवाहको सम्बन्धलाई लिएर रुकुमको सोतीमा 1 जना होइन, 2 जना होइन, 6 जना युवाहरूको निर्ममतापूर्वक हत्या भयो। त्यो हत्या केवल एउटा सामान्य विवाद मात्र थिएन, त्यो नेपालको सन्दर्भमा मात्र होइन, समग्र विश्व समुदायबाट हेर्दै गर्दा यति धेरै मान्छेहरूलाई जातकै कारणले हत्या गरिएको यो सबैभन्दा ठुलो घटनाको रूपमा रहेको थियो। रुकुममा 6 जना युवाहरूको हत्या हुँदै गर्दा कालीकोटको नरहरिनाथको वडा नम्बर 5 मा मना सार्की नाम गरेको 1 जना जनप्रतिनिधिले धारा छोएको न्युमा उनको हत्या भयो। त्यही ठाउँमा बजारमा मनवीर सुनारले चुलो छोएको न्युमा कालीकोटमा मनवीर सुनारको हत्या भयो। सुदूरपश्चिमको बझाङमा गयो भने 12 वर्षको एउटा बच्ची सम्झना कामीको बलात्कार हत्या भयो। त्यो पनि देवीको मन्दिरभित्र लगेर बलात्कार गरेर त्रिशूलले टाउकोमा खोपेर हत्या भयो। तर तराईमा झर्दै गर्दा कैलालीमा माया कामीको यो बीचमा बलात्कार हत्या भयो। यता लुम्बिनीतिर आउँदै गर्दा रूपन्देहीमा अङ्गिरा पासीको बलात्कार हत्या भयो। तराईमा जाँदै गर्दा शम्भु सदाहरू लगायत धेरै दलितहरूको हत्या भएको छ, त्यो पनि कहाँ? प्रहरीको कस्टडीभित्रमा हत्या भएको छ। खोटाङतिर जाँदै गर्दाखेरि रेविका परियारको बलात्कार हत्या भएको छ। म्याग्दीमा मिना परियारको बलात्कार हत्या भएको पनि धेरै भएको छैन। केही समय अगाडि मात्रै सुर्खेतमा इनिसा बिकको बलात्कार हत्या भएको छ। सम्मानित सभामुख महोदय, आजभन्दा 8 वर्ष पहिला काभ्रेको 5 खालमा हत्या गरिएका अजित मिजारको लास अहिले पनि काठमाडौँको टिचिङ हस्पिटलको मुर्दाघरमा थन्किएर बसेको छ। दलित उतापट्टि लास बनेर बसेको छ, जिउँदो दलित यतापट्टि दास बनेर बसेको छ। सम्मानित सभामुख महोदय, आजभन्दा 12 वर्ष पहिला दैलेखको तोलीको नौमुले गाउँपालिका वडा नम्बर 1 तोलीको भाङ्गारी भन्ने ठाउँमा सेते दमाईको छोराले अन्तर्जातीय विवाह गर्दाखेरि उनको हत्या भयो। म यो बीचको 12 वर्षलाई मात्रै फर्केर हेरेको छु। नेपाली उखानमा भनिन्छ 12 वर्षमा खोला फर्किन्छ। यो 12 वर्षलाई मात्र फर्काएर हेर्दै गर्दै यो बीचमा धेरै दलितहरूको हत्या भएको छ, बलात्कार भएको छ, जातीय हिंसा भएको छ, जातकै आधारमा धेरै दलितहरूलाई मारिएको छ। यो बीचमा नवराजको आन्दोलनलाई भेरी नदीमा 6 जना भाइहरूको मुखमा दागबत्ती दिएर त्यहाँबाट एउटा सङ्कल्प गरेर आन्दोलनमा आउँदै गर्दा माइतीघर मण्डलामा मैले धेरै लामो समय बिताएको छु। हात खुट्टामा नेल लगाएर दलितले न्याय कहिले पाउँछ भनेर हामीले त्यो एउटा आन्दोलनको प्रारम्भ गरेका थियौँ। माइतीघर मण्डलामा लामो समय बसेर सरकारतिर औँला ठडाएर लामो समयदेखि हामीले प्रश्नहरू गरेका छौँ। सम्मानित सभामुख महोदय, तर यतिका प्रश्नहरू गर्दै गर्दा कहीँ कतैबाट ढुङ्गो मुडो कहीँ कतैबाट कसैले चुक्क बोलेन। यो लामो समयमा हामीले काठमाडौँको माइतीघर मण्डलामा 45 दिन बस्दै गर्दा त्यति बेलाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति जो अहिले हाम्रो सभापति हुनुहुन्छ रवि लामिछानेले संसदमा उभिएर माइक समातेर माइतीघर मण्डलामा कहिलेसम्म खगेन्द्र सुनारहरू हातमा नेल लगाएर बस्ने हो र यो समाजलाई हामीले कहिलेसम्म यसरी नेल लगाएर राख्ने हो भनेर उहाँले विषय प्रवेश गराइदिनु भयो। म यहाँबाट आदरणीय पार्टी सभापतिज्यूलाई हृदयदेखि नै म धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु। यो बीचमा हामीले लामो सङ्घर्ष गऱ्यौँ। यो बीचमा हामीले लामो
यो बिचमा धेरै आन्दोलनहरू गऱ्यौँ, त्यस पश्चात हामी राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भयौँ। अहिले मानिसहरूले यहाँ धेरै कुराहरू उठाएको मैले यसो सुनेको छु। केही समय अगाडि एकजना प्रवक्ता मित्र, एकजना कमरेडले भन्नुभयो, माफी मागेर मात्र हुन्छ, बोलेर मात्र हुन्छ, भनेर मात्र हुन्छ, नीतिमा मात्र गरेर हुन्छ, व्यवहारमा हुनुपर्छ कि पर्दैन भनेर उहाँले सोध्नुभयो। म भन्न चाहन्छु, हामीले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दै गर्दा, त्यो पार्टीसँग सहकार्य गर्दै गर्दा, त्यो पार्टीभित्रबाट निर्वाचनमा उभिँदै गर्दै गर्दा हामीले सम्मानित पार्टी सभापतिज्यू रवि लामिछानेलाई भनेका थियौँ, तपाईँ दलितको मुद्दाप्रति झुक्नुहुन्छ कि हुन्न भन्दा उहाँले झुक्छु भन्नुभयो। लेख्नुहुन्छ कि हुन्न, लेख्छु भन्नुभयो। कति नम्बरमा लेख्नुहुन्छ? 1 नम्बरमा लेख्छौँ भन्नुभयो। 1 नम्बरमा लेख्नुभयो। यहाँलाई धन्यवाद छ। त्यो कुरालाई स्वीकार गर्नुहुन्छ? स्वीकार गर्छु, म जान्दछु, म मान्दछु। सामान्य सभामुख महोदय, अहिलेको जिउँदो कोही पनि गैर दलितले यो जात बनाएको होइन, म यो कुरा जान्दछु। तर समाजमा भएको त्यो घृणा र त्यो पीडा सहेर बसेको दलितलाई त्यो क्षमा याचना गर्ने त्यो आँट, त्यो साहस कसैले गरेको थिएन। त्यो आँट गर्नुभयो, त्यो साहस गर्नुभयो अहिलेको सम्माननीय प्रधानमन्त्री र सम्मानित पार्टी सभापतिजीलाई म हृदयदेखि नै चाहन्छु। मेरो कुरा टुङ्गाउँदै गर्दा म यहाँलाई हृदयदेखि नै आभार प्रकट गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले जसरी क्षमा मागेको छ, अहिलेको सरकारले जसरी क्षमा मागेको छ, अब यो बुरालाई एउटा नीतिगत रूपमा, एउटा विधिगत रूपमा एउटा स्थापित गर्नुपर्नेछ। वर्षौँदेखि अन्याय र अत्याचारको त्यो तल परेर बसेको एउटा समुदायले त्यो न्यायको महसुस गर्नेछ। यति कुरा राख्दै यो बाँके 3 नम्बर क्षेत्रबाट म निर्वाचित भएर आएको छु। म एउटा समुदायबाट पनि प्रतिनिधित्व गर्दै गर्दाखेरि यो कुरालाई मैले यहाँ बोल्दै गर्दाखेरि बाँके 3 नम्बर क्षेत्र लगायत देशैभरिका मतदाताहरूलाई म हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु। संसारले लखेटेको बेला, संसारले बजारमा हाम्रो पुतला जलाएको बेला, संसारले त्यो घृणा र त्यो पीडा दिएको बेलामा बाँके 3 नम्बर क्षेत्र र यो देश हाम्रो पक्षमा उभिनु भएको छ। म सबै मतदाताहरूलाई तपाईँले मतदान गर्नुभएको छ, परि आएछ भने हामी तपाईँको लागि जीवनदान गर्न तयार हुनेछौँ। यति कुरा म तपाईँहरूको बिचमा राख्न चाहन्छु।